दर्शकबिन नमस्कार। जगदीश खरेलजी मन्त्री पदबाट राजीनामा दिनुको कारण र उहाँ स्वतन्त्र पार्टीमा प्रवेश हुनुको कारण र उहाँले चुनाव लड्नुको कारण के रहेछ, आउनुहोस् सबैजना मिलेर भिडियो हेरौँ र सबैले सक्दो सेयर गर्नुहोला। मेरो मुद्दाको लागि मात्र होइन टिकारामजी, मेरो मुद्दा यो देशको लागि हो र यो देशमा अब जनताले खोजेको परिवर्तन छ। अब त्यो परिवर्तन के भन्नुभयो भने व्याख्या यति र यति धेरै छ। त्यो परिवर्तन के भनेर तपाईले नै 2 घण्टा बोल्न सक्नुहुन्छ। यहाँ जे परिवर्तन हुनुपर्ने छ नि यो देशमा, यो व्यतिथिका विरुद्धमा, कुरीतिका विरुद्धमा, गलत संस्कारका विरुद्धमा, नराम्रो नेतृत्वको विरुद्धमा, खास गरेर राजनीतिक परिवर्तन यो देशले खोजेको छ। पोलिटिकल प्याराडाइम शिफ्ट हुनुपर्ने अवस्था छ। मेरो उम्मेदवारी यो देशमा परिवर्तनको लागि, भोट फर चेन्ज। राष्ट्रिय स्वतन्त्र पार्टी नै किन रोज्नुभयो? राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक परिवर्तनको एजेन्डालाई बोकेर जित्न सक्ने पार्टी को छ अर्को? ल मलाई बताउनुस् त।